ल हेलो हाई आस्ते अब हामी खाँदैछौँ। सबैजना नमस्कार। मेरो युट्युब च्यानलद्वारा चाहिँ स्वागत छ भन्नु पऱ्यो है। आज हामी माजा खाना खान सुरु गरेछौँ। यही अब मामा आज मेरो रातिको फ्लाइट हो। राति कति 11 बजे होइन मान्छे? हजुर 11 बजे हो। 11 बजे मामा घरमा चट्टा गयो सेकुवा, त्यहाँपछि तर अनेक आइटम छन् यहाँ है। त्यहाँ देखिया छैन होला अनि देख्नु भइरहेछन्। माजुले कस्तो मिठो बनाउनु भएको यो चाहिँ छोइला हो, छोइला बङ्गुरो छैन है। बङ्गलको छोइला दामी छ। काठमाडौँमा जाडो छ, त्यही हो। अब हल्का अब नेपाली खाना चट्टा दाल र हरियो खोर्सानी पनि छ। यहाँ यो कोरियन साग भन्छ यहाँ, खै यहाँ रायो साग हो। यो रायो साग छ। यहाँ मुला पनि छ चट्टा। यहाँ अचार छ एकदम नेपाली मुला, लोकल टमाटरको अचार। मामा कस्तो लाग्छ हजुरलाई टेस्ट? एकदम ठिक छ, दामी छ। यहाँ मसरुम पनि रहेछ, मसरुम माजुले बनाउनु भएको दामी रहेछ। यो बङ्गुरो सेकुवा चाहिँ भान्जाले बनाएको, यति टेस्टी छ हो। दामी छ होइन। यस्तो त्यो तालिम गरेपछि त्यो तालिम गरे मान्छेले यसो गएर बनाउनु पर्ने, हेर्दै पनि छुट्टै स्वाद आउँछ क्या त्यसको। हजुर त्यो मलाई त मिठो लाग्यो अनि दामी छ। अब विदेशमा यस्तो खाना पाइँदैन हेर्नु। विदेश भनेको विदेशमा यस्तो खाना चाहिँ पाउँदैन। त्यताको अलिकति मसला फरक हुन्छ। हजुर अब यहाँ जिरा धनियाँ खाएको पानी होइन। हजुर अब उतातिर पेपरै पेपर, मसला पेपर त के पेपर के पातै पात के हजुर हजुर पातै पात, त्यसलाई पिस्ने खाने। हुन त अहिले नेपाली सबै ठाउँ पुगिसकेको छ होइन। पनि आफ्नो देशको आफ्नै मसला हुन्छ नि त। बोतलको मासु नै कस्तो मिठो हुँदो रहेछ बोतलको। आज दामी भएको छ है। अब यो खाना अब फेरि अब 6-7 महिनापछि फेरि खाना पाइन्छ होला। 6-7 महिनापछि आउने हो। अब त्यही 6-7 महिना हो। अब फेरि आएपछि अब फेरि हजुरहरूलाई भिन्दै प्रकारको अब बनाएर खिलाउँला। अब मोमोको फोल्डिङहरू, अब कहिले अब मोमो पनि बनाएर खिलाउँला। नयाँ आइटम होइन। हजुर नयाँ आइटम हजुरहरूलाई देखाउँला। त्यही हो। मुलासँग अचारहरू त दामी लागेको छ नि मामा। मुलासँग यो अचार हेर्नुहोस्। मुला मात्र खानु अचार आउँछ। अचारमा स्याप्पो सबै पनि ठिक हुन्छ। हजुर खोर्सानी फ्लाइट कति बजेर आयो? 11 बजे हो। 11 बजे। हजुर 11 बजे हुन्छ। अहिले 7:15 भयो। 8 बजे निस्केपछि हुन्छ। 8 बजे निस्किँदा हुन्छ। 3 घन्टा ग्याप हुन्छ नि जति धेरै। जानुलाई अहिले त रोड खुल्ला हुन्छ, जाम हुन्न है। जान 15 मिनट 15 मिनट पुगिसकेको। हजुर त्यही हो। आज
टाइम पाएँ मामासँग बसेर खाना पाएँ। के भनिदिनुहोस् हाम्रो दर्शकहरूलाई हजुरले त्यो हजुरलाई कस्तो लाग्यो? हिजो जस्तो आज नि क्यान्सल त हुँदैन नि, आज क्यान्सल त हुँदैन नि, कन्फर्म होइन? आज कन्फर्म हो, आज हुँदैन। नत्र फेरि मामा बसेर क्यान्सल भयो, भोलि फेरि अर्को नयाँ आइटम हुन्छ होइन? अशुभ होइन, अशुभ बोल्यो नि हुने भइसकेको छ होइन? हजुर हजुर त्यो हो नि त, अशुभ बोले होइन नि त। तर पैसा चाहिँ खर्च हुन्छ त्यति। अब हिजो कति 1,20,000 को फ्लाइट थियो, 60,000 मा आयो, 60,000 खर्च भयो। त्यही नयाँ फ्लाइट बनाउला फेरि त्यही 95,000 लाग्यो, त्यही हो। त्यो के होइन, यिनीहरूले जे चोर छन् कि यिनीहरूले। मैले इन्डियन एम्बेसीमा गएर कुरा गर्दाखेरि केही रहेनछ। जस्ट मेरो पासपोर्टको त्यो नम्बर लेख्ने हो, मेरो नाम लेख्ने हो, मेरो फ्लाइट नम्बर लेख्ने हो, बस त्यति हो। एक्चुअली यो इन्डियन एम्बेसी भनेको यो फ्रीमा गर्ने हो कि एक्चुअली पैसा नलिनु पर्ने हो। यहाँ तपाईँ इन्डिया विदेशतिर जानुहोस्, एम्बेसीमा कसैले पनि चार्ज लिँदैन, बुझ्नुभयो? यो भनेको सहयोगको लागि हो। नागरिक भने जो सिटिजन हुन्छन्, इन्डियन सिटिजन या नेपाली सिटिजन या युएसए सिटिजन, उहाँहरूको लागि सहयोगको लागि यो एम्बेसी बनाएको हो सरकारले। यसमा पैसा चार्ज नगर्नु पर्ने, लेकिन यहाँ नेपालमा चार्ज गर्दो रहेछ। मामा अब दुईवटा शब्द के भनिदिनु, अब फेरि भेट हुन्छ। अब आफ्नो अब अर्को पटक आउँदा मामा रमाइलो गर्नु है, बसौँला खाउँला पिउँला। मैले केही गल्ती बोलेको त्यसो माफ पाऊ है। अब मेरो नेपाली उति ठिक छैन, मेरो टोन त्यही इन्डियनमा जान्छ, मलाई उति थाहा छैन। मेरो पढाइ लेखाइ इन्डियामा भएको, मेरो त्यो नेपाली टोन अलिक राम्रो छैन। मैले केही भुल बोलेमा त्यसलाई माफ गर्नुहोस् है। त्यस्तो छैन, गल्ती थाहा छैन हो। किन तपाईँ पनि मलाई लाग्छ इन्डियन भन्नाले तपाईँलाई इन्डियन भन्नै मिल्दैन नि। नेपाल हरिहर सरलाई त्यत्रो जग्गा जमिन भएको मान्छे होइन, त्यत्रो घर भएको मान्छे, अनि इन्डियन भन्ने कुरा इन्डियामा नि छ, नेपालमा सकिहाल्छ। नेपालको सिटिजन होइन नि त म, नेपालको नागरिकता छैन, केही छैन। म त इन्डियन पासपोर्ट हो नि त मेरो। पासपोर्टको इन्डियन नागरिकता नि इन्डियनै हो र? नागरिक इन्डियन हो। भइहाल्यो, यो कुरा सबै किन खोज्नु पऱ्यो भने हामी मामाले खान्छौँ, भइहाल्यो। अब मेरो भान्जीलाई तपाईँ इन्डिया भने, इन्डियन भने, जापानिज भने, चाइनिज भने लगिहाल्नु भयो, सकि त भयो है। अनि लगिहाल्नु भयो, बान्जीको त भान्जा के अरे नातिलाई स्याहार्दैछ। हजुर मसरुमसँग राइसको लास्ट बाइट मामाको घरमा। थ्याङ्क यू फर वाचिङ। माइजूको हातमा चाहिँ जादु छ है मामा, म यति कुरा म भन्छु है। हेर्नु त यो यस्तो दाल, अब हामी विदेशमा यस्तो दाल बनाउन खोज्छौँ, बन्दै बन्दैन हाम्रो हातबाट। किन? अब बाक्लो बनाएर पानी कम हाल्नु नि। अब भान्जा कुक मान्छेलाई के सिकाउनु मैले होइन, पानी कम हाल्ने दाल बढी बाक्लो भइहाल्छ, त्यही होइन? अनि झान्नु चाहिँ पर्छ फेरि है, झान्नुपर्छ। यो चाहिँ झान्नु चाहिँ भान्जालाई धनियाँ राखेर झाने, के राख्ने, लसुन, कालो दाललाई चाहिँ अलिकति घिउ होइन, गाईको घिउ सुस्स देखाइदियो भने कालो दाल उड्यो। कालो दाल ज्यादै मिठो हुन्छ। अब यो पहेँलो दालमा घिउ हाल्दा स्वाद आउँदैन थियो।